देशको राजनीतिमा भएका विकृतिको अन्त्य गर्ने, नम्बर 2 समाजमा भएका विसङ्गतिहरूको अन्त्य गर्ने, नेपाली जनताले गरिबी, अभाव र बेरोजगारीको समस्या भोगिरहेको हुनाले त्यसबाट जनतालाई मुक्त गर्ने, युवाहरूलाई सिप र रोजगारी उपलब्ध गराउने, त्यसको निम्ति आवश्यक सबै प्रबन्धहरू गर्ने, यसको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र अझै नेपालका कतिपय वस्तुहरू अन्तर्राष्ट्रिय बजारमा पुर्याउने यस रूपमा देशलाई अब एउटा प्रश्न तपाईँले जसै आजीवन जति वर्षदेखि तपाईँ यहाँ हुनुहुन्छ वा एउटा लामो जीवनकालखण्ड यहाँ बिताइसकेका व्यक्तिहरूले पनि यो बाढीको समस्याबाट अहिलेसम्म पनि मुक्ति पाउन सकेको छैन। प्रत्येक वर्ष रौतहट डुबान पर्ने गर्छ। तपाईँले आफैले गौर राइस मिलको कुरा पनि उठाउनु भएको थियो, त्यसलाई सार्वजनिकरण गर्नको लागि त्यो पनि टुङ्गिएन। यो विषयहरू चाहिँ कहिले समाधान हुन्छ? अब म प्रधानमन्त्री भइरहेको भए मैले सबैमा भ्यासम्म हल गरेको पनि उदाहरण पनि अत्यन्तै सङ्कटपूर्ण र संसारमा हल गर्न नसकिएको सशस्त्र द्वन्द्वको समस्यालाई मैले नै हल गरेको हुँ। हेर्नुहोस्, नभए अनि पनि यहाँबाट बाहिर जाने थिएन। मैले बाढीको कुरो सुन्छु। यसै गरी बाढीको सन्दर्भमा पनि कसरी अहिलेको यो जलवायु परिवर्तनको एजेन्डा गम्भीर बनेको छ भनेर संसारको ध्यान आकर्षण गर्ने देशमा कुनै प्रधानमन्त्री थियो भने नेपालको इतिहासमा त्यो प्रधानमन्त्रीको नाम माधव नेपाल हो। कहाँ हुनु पर्यो? एउटा समुद्र मुनि क्याबिनेटको बैठक बसेको थियो भने मैले सगरमाथाको उचाइमा पुगेर हिउँ पग्लिरहेको छ। यसले गर्दाखेरि तराईका जमिन सुक्खा भइरहेका छन्।